गुम्बा जाँदैछौँ। म तपाईँलाई यहाँको नजाराहरू देखाउँदैछु, भ्युजहरू। अनि हामी यहाँ गुम्बा जाँदैछौँ। अब गुम्बामा गएर तपाईँहरूलाई देखाउने छु वहाँ के हुँदैछ। मेरो छोरी, ठुलो भदैनी, सानो भदैनी अनि म जाँदैछु हो। गएर चाहिँ त्यसको बादमा लासन खोला सानो थियो कि हिजो, तर माथि पानी पर्नाले गर्दाखेरि चाहिँ अलिक बाढ आएछ। बाढ आएर अनि पिकनिक स्पटको जुन पुल थियो त्यो पुल बगाएछ। साथी गाइस भिडियो गर्दै हिँड्दैछु है बुहारी। हुन्छ, यो मेरो विक्रम भाइको दोकान। बुहारी हाई। यहाँ छ हो। अब गुम्बा आइपुग्यौँ भन्दा हुन्छ। हेलो, मेरो नानी यता हेर न। कसैको पैसा झरेको छ भने पैसा भेटाएको छ? पैसा मेरोमा छ। के चेन बेसी त छैन, एकचोटि बताउनु पर्नेछ, पाउनुहुनेछ। बुद्ध जयन्तीको उपलक्ष्यमा चाहिँ यहाँ गएको। अब चाहिँ घर फर्केको सकेर प्रसाद सरसाद लिकिन हो। साथीहरू गाइस हेर्नुहोस्, प्रसादहरू लिएर अब चाहिँ घर फर्केको। यति बिना थाकेको छु। अब हामी आज पुस्तक बोकेर एकदम तिराना पुगेर तिरानाबाट रिटर्न भएको। त्यो पुस्तक बोक्नु चाहिँ किन भन्दाखेरि चाहिँ हामीले त्यो पनि भाग्यमा हुनु पर्यो पुस्तक बोक्नुको लागि। जसले तोले पाउँदैन पुस्तक पक्रिनु होइन। त्यो पक्रिनुको मान्छे कहाँ कहाँ देखाउँछ त्यो पुस्तक बोक्यो भनेदेखि चाहिँ हाम्रो जति पनि पापहरू छ, रोग कष्टहरू छ, त्यसलाई चाहिँ हरण गर्छ भनेर चाहिँ प्रत्येक मान्छेहरू चाहिँ पुस्तक बोकेर चाहिँ भ्रमण गर्छ, जति गर्नुपर्ने छ। अन्त आज त्यो पुस्तक बोकेर हामीले, मेरो यहाँ भदैनी छ, ऊ पनि म सँगसँगै पुस्तक बोकेर हिँड्ने। हाई गर्दै हाई। पुस्तक बोकिकन हिँड्ने। त्यो पुस्तक बोक्नु चाहिँ एकदम ठुलो उयो हो, पुण्यको काम हो। त्यसले चाहिँ हरेक चिज होइन, रोग कष्टहरू दुःख बिमार सबलाई त्यसले चाहिँ हरण गर्छ। त्यसलाई बोक्नुपर्छ बुझ्नुको चाहिँ। अब जाँदैछु, गाइस मेरो छोरी आज उसको काम लिएर 3 दिनको लागि जाँदैछ हो। 3 दिन बादमा फेरि आउँछ। उसको काम, आफ्नै काम लिएर जाँदैछ। अनि अब त्यहाँदेखिको फेरि 3 दिन बादमा आमा छोरी भेट हुन्छौँ। आजदेखि चाहिँ फेरि बुढाबुढी मात्रै हुन्छौँ, नानी हुँदैन। नानी जाँदैछ मेरो छोरी। नानीलाई एकछिन बागमुटामा ड्रप गरिओरि अहिले हामी चाहिँ यहाँ सेन्टर फरेस्ट बस्तीको टिप्पु खोला जाँदैछौँ। अहिले टिप्पु खोला गएपछि तपाईँहरूलाई देखाउने छु उहाँको भ्युजहरू पनि। आज चाहिँ जाँदैछु म होइन, उल्टा गर्छु कामलाई। आजको भ्युजहरू हाई गाडी
चाहिँ भएको छ टिपु खोला। यहाँ हेर्नुहोस् टिपु खोला यही होला। यहाँ हेर्नुहोस् टिपु खोलामा चाहिँ हामी आइपुग्यौँ। अब यही रहेछ टिपु खोला। एकदम शान्त मजाको सफा शीतल। यहाँभित्र यहाँ पस्नुपर्छ होला कि कहाँ पस्नुपर्छ केही त बनाएको छैन अहिले होइन। यो रहेछ टिपु खोला। कति बज्यो होला यतिखेर? अन्त मान्छे आउनु टाइम लाग्छ होला। यस्तो छ टिपु खोला। त्यहाँ आज यसो नानीलाई उसको काम लिएर जाँदैछ। नानीलाई ड्रप गरिकन आएर चाहिँ बुढाबुढी यहाँ फेरि एकछिन बसेको। जाउँ न त, अब के गर्नु, घरमा गएर पनि टाइम पास छैन। जाउँ टिपु खोला एकछिन घुमिकन आऊँ भन्नुभयो मेरो हस्बेन्डले। त्यसको बादमा चाहिँ फेरि हामी यता आयौँ। यो चाहिँ रहेछ टिपु खोला। यहाँ हेर्नु न के गर्दो रहेछ। यो हेरे टिपु खोला। यो रहेछ टिपु खोला। टिपु खोला यहाँ हेर्नुहोस्। यहाँ माछा मार्दै रहेछ। के खोजेको? गङ्गेटाहरू पाउँछ? ओ खै यहाँ हेर्नुहोस् यो गङ्गेटा। खै देखाउनु त। यसलाई चाहिँ के भन्छ अरे? गङ्गेटा। टिपु खोलामा चाहिँ गङ्गेटाहरू पनि खोज्दो रहेछ, माछा पनि खोज्दो रहेछ, गङ्गेटा पाउँदो रहेछ। मार्नुपर्छ कि निस्किन्छ? भैया मार्नुपर्छ कि आफै निस्किन्छ? ढुङ्गा खोज्दाखेरि। यहाँ हेर्नुहोस् कस्तो राम्रो माछाहरू पाउँदो रहेछ। यहाँ भैयाहरूले गङ्गेटा नि गङ्गेटा निकाल्दै रहेछ। तपाईँहरू चाहिँ कहाँबाट आउनु भएको? सन्यासी बगानबाट हिँडेर? कहाँ? आमामा हेर्नु कत्रो ठुलो गङ्गेटा। यहाँ हेर्नु हिँड्दैछ। कस्तो राम्रो हेर्नु। यहाँ देख्नुभयो ठुलो गङ्गेटा। चेप पस्यो। ऊ भैया पस्यो। पस्यो। बगानबाट आउँदो रहेछ भाइहरू। यहाँ पनि मार्नु हुँदो रहेछ। कति बेला आउनु भएको तपाईँहरू? 10 बजे। अब कति बजी फर्किनुहुन्छ? ग्यारेन्टी छैन। जति बेला भरिन्छ झोला त्यति बेला।